बहिनी हुनुहुन्छ। बहिनीको चाहिँ एउटा खुट्टामा होइन प्रब्लम हजुरको एउटा यता चाहिँ एउटा खुट्टा चाहिँ यहाँदेखि चाहिँ यसरी चाहिँ काट्नुपर्ने अवस्था आएको छ। कहिलेको कुरा हो यो? कहिले दिएको यस्तो? दिदी गुडा काटेको चाहिँ कति भयो? 3 वर्ष भयो। अहिले टाउकोमा पनि प्रब्लम छ नानी तिम्रो? यो चाहिँ के भएर चाहिँ काट्नु पर्यो? क्यान्सरले काट्नु पर्यो। यस्तो छ उहाँको चाहिँ। र यो यही बाबु होइन हाम्रो समस्या, बोन म्यारोको प्रब्लम। यति राम्रो बाबु हुनुहुन्छ र बाबुको चाहिँ विशेष गरी बोन म्यारो प्रब्लमको कारणले गर्दाखेरि चाहिँ अहिले समस्यामा हुनुहुन्छ उहाँहरू। र यसरी एउटै परिवारलाई चाहिँ धेरैवटा समस्या आइराख्दाखेरि चाहिँ धेरै नै गाह्रो भएको छ। उहाँ एक्लैले ह्यान्डल गरिराख्नु भएको छ अहिले चाहिँ। त्यही भएर चाहिँ हजुरहरूले पनि सकेको चाहिँ सहयोग गरिदिनु होला। यता हाम्रो दिदी पनि हुनुहुन्छ। आज हामी दिदीभाइ चाहिँ केही सहयोग बोकेर चाहिँ उहाँहरूकै यहाँ बसोबास गरिरहेको ठाउँमा चाहिँ हामी आएको छौँ। नानीको लागि इनर वेयरहरू ल्याइदिएछु, अनि त्यस पछाडि बेड कभर अनि त्यस यो ड्रेसहरू लिएर आइदिएको छु कि तपाईँलाई, प्लस नानी दुवैजनालाई हुने खालको छ। कहिलेदेखि दिदी नानीको यस्तो भएको चाहिँ? नानीको चाहिँ 3 वर्षदेखि यस्तो भएको। त्यो क्यान्सरै गोडा काटेको चाहिँ 3 वर्ष भयो? 3 वर्ष भयो। 1 वर्ष चाहिँ दुखाइमा अनि 2 वर्ष भयो काटेको। 3 वर्ष भइसक्यो। 80 सालमा काटेको। बे कति वर्षमा भएको थियो उसको? 15 वर्षमा लाग्यो। बेबी पनि छ तिम्रो? छ। अनि अहिलेको प्रब्लम चाहिँ के नानीको चाहिँ? तपाईँको त्यो टाउकोमा के आयो मैले देखेको थिएँ कि अहिले अब अनलाइन प्रब्लम चाहिँ म्याम त्यही काटागुटी निक्लेको छ भने छातीमा पनि छ म्याम। त्यो देखिन्छ त्यहाँनिर। देखाउ न त्यहाँ ऊ त्यस्तोमा देखिन्छ। दुख्छ पनि नानी तिमीलाई? त्यो दुख्ने पोल्ने केही खाएको छैन म्याम 1 हप्तादेखि। अस्ति दुध 1 गिलास खायो, अनि हिजो एउटा खाएको थियो त्यति। त्यहाँदेखि केही खाएको छैन। आज पनि केही खाएको छैन। अनि बाबुको पनि प्रब्लम भनेर हालिराख्नु भयो? बाबुको नै प्रब्लम, बाबुको पनि त्यही मेरै प्रब्लम हो। बाबु झन् उठ्नु बस्नु पनि सक्दैन। बाबुको पनि प्रब्लम हो, नानीको पनि प्रब्लम हो। बाबु चाहिँ यो उकालो ओह्रालो हिँड्नु सक्दैन। यो बिचमा चाहिँ हिँड्नु चाहिँ हिँड्छ, अलिकति ऊ दायाँ बायाँ भयो कि बुङबुङ लड्ने उठ्नु सक्दैन। अरू बच्चाहरू जस्तो दौडिनु हिँड्नु सक्दैन। तिम्रो बच्चा पनि छ नानी? कति वर्षको? एउटा 8 वर्ष। 8 वर्षको बच्चा है? 7 वर्षको, 1 वर्षको फरक। पढिरहेछ त तिम्रो बच्चाहरू? स्कुलमा आउँछ। घर चाहिँ कहाँ हजुरहरूको? मेरो चाहिँ सर्लाही हो, माइती निजगढै हो। यसको चाहिँ निजगढ हो। उता बच्चाहरूलाई चाहिँ तिम्रो सासू ससुराले हेर्नु भएको छ? हस्बेन्ड चाहिँ के गर्नुहुन्छ? उता चाबेल के कता होइन त? त्यहीँबाट ऋण निकालेर चाहिँ गरेको थियो दबाईमा। अब त्यहाँ साउले छोड्दैन त्यहाँनिर, अनि यताउति हिँड्नु भएको छैन। त्यहाँ चाहिँ त्यही गरिरहनु भएको छ। त्यस्तै 40-50 हजार जति होला अरे दबाई गरेको पैसा। अनि अब कहीँबाट आर्थिक अवस्था केही भएन, अब दबाई नगर्ने लिएर जाने घरै भन्नुभएको थियो। अनि त्यो कारणले गरेर अनि मैले चाहिँ यहीँ लिएर आएको। 1-2 वर्ष अब त्यत्रो नानी सानो छ। अनि मैले 1-2 वर्ष यसो केही वर्षसम्म हुन्छ कि नानी दबाई चलायो भने डक्टरले भन्नुभएको थियो दबाई यसो चलायो भने 1-2 वर्षसम्म अलिक लङ गर्न सकिन्छ हामीले, नभएसम्म। तपाईँको 2टा मात्रै बच्चा हो? मेरो 3टा हो। एउटा नानी, अर्को पनि नानी हो। अर्को पनि बिहे गरेर गइसक्यो कान्छी। अर्को त ठिकै छ? अर्को ठिकै छ। अनि बाबुको चाहिँ बोन म्यारोको के भन्नुभएको छ त डक्टरले? बिहानमा र बोन म्यारो त्यो भित्रको मासी हो। त्यो मासी सुक्दै गएको भन्नुहुन्छ डक्टरले। अलिक ठुलो भएपछि धेरै गाह्रो हुन्छ भन्नुहुन्छ। बोल्न त बोल्छ, सबै राम्रै बोल्छ? सबै बोल्छ म्याम, सबै बोल्ने। खानालाई कुनै पनि हिचकुच हुँदैन म्याम। दिनमा 10 चोटि दिए पनि खान्छ खाना, तर जिउ चाहिँ नलाग्दो रहेछ यो रोग लागेपछि। मासु नभएपछि अनि के काम सबै। डक्टरले हुन्छ नै भन्नुभएको छ? डक्टरले हुन्छ त भन्नु भएको छैन। त्यहाँनिर त कान्तिबाट त मैले निकालेर ल्याएको हुन्न भनेर। अनि अहिले बनेपामा एकचोटि यो अपाङ्ग हस्पिटल रहेछ म्याम, त्यहाँ एकचोटि देखाउनु लैजाउँ कि भनेको। खर्च धेरै लाग्छ भन्नुभयो सबैहरूले। अनि दिदी यो तपाईँले अब बाबु नानी दुवैजनालाई नै हस्पिटल देखाउनु भएको छ नि त? नानीको लागि छुट्टै खर्च भयो, बाबुको लागि छुट्टै भयो। बोन म्यारो भनेको त फेरि अब हामीले सुन्नमा आउँदाखेरि टन्नै खर्च लाग्छ भन्छ नि त।
अनि केही भन्नुभएको छ डाक्टरले बाबुको लागि नानीको लागि? नानीको लागि पनि अब खर्च यति उति भनेर तोक्नु भएको छैन। खर्च चाहिँ धेरै नै लाग्छ नानीको लागि। बाबुको लागि पनि भन्नुभएको छैन धेरै लाग्छ खर्च भन्नुभएको छ। बाबुको लागि पनि एकचोटि यतातिर चाहिँ म लिएर जाने कोसिस गर्छु। अब कति जति लाग्छ, अब सोमबार यसलाई लग्यो भने मैले त्यस्तै बुधबारतिर बाबुलाई लिएर जान्छु। बनेपा लानुहुन्छ बनेपा बाबुलाई? लान्छु। नानीको चाहिँ चेकअप कहाँ गरिराख्नु भएको छ? यहाँ वीर हस्पिटलमा। वीर हस्पिटलमा? हजुर, वीरमा गराइरहेको छु। भनेपछि अनुमानित यति भयो भने अब नानीको त केही समय तान्न सकिन्छ तान्न भन्ने कुरा सकिन्छ। गर्यो भन्नुभयो। हजुर। बाबुको चाहिँ त्यो बोन म्यारोको अब झन् ठुलो भएपछि गाह्रो हुँदै जाने अब केही सल्युसन हुन्छ कि भन्ने कुरा भयो। त्यो अनुमानित तपाईँको रकम यति जम्मा गर्नुभयो भने पूर्ण रूपमा चाहिँ निको हुन्छ भन्ने कुरा चाहिँ त्यस्तो डाक्टरले केही भन्नुभएको छैन? अब मेरो चाहिँ अब क्यान्सर भएछ कति निको भएको पनि मैले देखेको छु। एकजना पत्रकार दाइले पनि भाइ नै होला मभन्दा सायद, उहाँले पनि त अब एकजना मेरो क्यान्सरलाई राम्रो बनाउनु भएको थियो। उता दिल्ली लगेर हजुरहरूलाई पनि थाहा होला नि त एउटा नानीलाई। अब यसको चाहिँ त्यो क्यान्सर होइन मेरै भन्नुभएको छ। सुकेको मात्रै बाबुको? सुकेको मात्र। अनि अब यसको कम्मरको समस्या हो कि एकचोटि अब एक्सरेहरू चाहिँ केही गरेको छैन हामीले म्याम। अनि एक्सरे नगरेको कारणले चाहिँ एकचोटि चाहिँ लगेर यसो हेरौँ कि भन्ने मेरो विचार छ। पैसा चाहिँ यति उति भन्ने अहिलेसम्म अनुमान तपाईँको यति भयो भने बाबुको उपचार हुन्छ भन्ने कुरामा चाहिँ डाक्टरले फिक्स गर्नुभएको छैन? हजुर। अब के गर्ने त, लाग्ने रोग लागिहाल्यो दिदी होइन। अब तपाईँको चाहिँ हिजो हामीले भन्दा पनि अब मेन त हाम्रो सर उता युएसमा हुनुहुन्छ, उहाँ सरले चाहिँ देखेर बिहान सहयोग ल यस्तो यस्तो छ भनेर चाहिँ पैसा हालिदिनु भएको रहेछ। त्यो सहयोग लिएर आएको हामी 50,000 रुपियाँ पठाउनु भएको छ होइन। यदि चाहिँ लगेर सहयोग गरिदिनु भनेर दिनुभएको छ। बच्चाहरूको उपचारको लागि चाहिँ यो पैसा खर्च गर्नु होला। धन्यवाद छ सरलाई पनि, यति हजुरहरूले दुःख गरेर अब मेरो दुःख बुझेर पठाइदिनु भयो। तपाईँहरूलाई धन्यवाद होस्। नमस्कार। नमस्कार सर, तपाईँलाई धन्यवाद। अनि हामीले पनि अब सानो केही सहयोग हाम्रो फेसबुक पेजहरूमा हाम्रो साथीभाइहरूलाई भनेर गर्न सक्ने चाहिँ गर्छौँ। मेन कुरा अति नभएन दिदी होइन। अब दुईजनाको जिम्मेवारी, सग्लो मान्छे तपाईँ एकजना हुनुहुँदो रहेछ यहाँ गर्नको लागि। नआत्तिनुहोस्। अब साथीभाइसँग गर्ने सहयोगहरू हामीले पनि जुटाउने सहयोगहरू जुटाएर आउँछौँ। ओके, अब हामी तपाईँहरूको माझबाट चाहिँ बिदा हुन्छौँ। तपाईँहरूलाई चाहिँ यदि सहयोग गर्न मन लाग्यो भने तलको डिस्क्रिप्सन भएको अकाउन्ट नम्बरमा चाहिँ तपाईँले सहयोग गर्नु होला। बाई बाई बाबु।